फेरि उहाँको अर्को उन्नति हेरौँ त के कस्तो रहेछ। लोकेसन चाहिँ यहाँ अब यो डाँडागाउँको चर्च छेउमा हो। अब यहाँ छ फेरि यहाँ के रहेछ हेरौँ। काँक्रा सबै बेचिसकेको रहेछ हो। गरम छ यति बेला तपाईँलाई थुक पनि आइसक्यो होला यो काँक्रा देख्दा त। अस्तिसम्म भएको चाहिँ चलाएको हो मैले। हेर्नुहोस् उतालाई बिरिरी फलिरहेको छ नि। उतालाई बिरिरी छ अरे हेरौँ न। खै मसिनो मात्रै रहेछ। यहाँ रिपोर्टै ढिलो आयो नि त। सोसियल मिडिया उमाथि नि टकतिर पनि छ है। यता त्यता कसरी क्लिक गरेर बनाउँछ। तलतिर झुन्डिरहेको छ हो। तलतिर माथितिर परतिर लौका गोठ पनि खिच्नु। यसो बिजन यस्तो छ यहाँको लामो लामो। यो चाहिँ के हो फेरि? यो चाहिँ बिजन यसरी राख्नुपर्ने बिजन चाहिँ। किरा लाग्छ भनेर बिजन राख फेरि दामी रहेछ। मेरो हात कसरी आइडिया आयो हौ? कसरी आइडिया आयो त यो चाहिँ अब अहिलेको जमाना अनुसार हो। अलिकति अब के भन्छ हाम्रो रोबोले भने जस्तै टेक्निकल बुद्धि चाहिँ लगाउनै पर्ने रहेछ। निन्जा टेक्निक हो। निन्जा टेक्निक चाहिँ लाउनै पर्ने रहेछ। रोबोले भनेको यो चाहिँ कोले भने रोबो। रोबो रोबोले भनेको यहाँ दामी दामी फलिरहेको रहेछ। के चोरेको होइन? किन लजाउनु? तर यो लौकामा हाल्नु त एउटा दुइटा। अबको पछि चाहिँ हुन्छ भन्ने आउनु न फल्नु भने। अब चाहिँ यो लौका पनि रेडी हुँदो रहेछ। चाहिँ अब पछि काँक्रा माथि माथि छ वा तपाईँको आँखाले देख्दैन ऊ ल्याउनु। माथितिर माथि माथि रहेछ नि त। यहाँतिर छ। यसो अब सोसल मिडियामा इन्टरटेनमेन्ट त गर्नै पऱ्यो नि हौ। लु दामी दामी काँक्रा रहेछ। चाँडै सम्पर्क गर्नु पर्यो हाम्रो सुरेश दासँग। हो थुप्रो रहेछ लौका। लौका चाहिँ छैन। भिजिट गर्नु न ऊ परतिर थुप्रो फलिरहेछ। यहाँतिर झुन्डिरहेछ हुलारतिर ऊ पर। ए ऊ लौका चाहिँ अलिक तल तल रहेछ। के कन्टेन्ट छ अहिले अलिकति ऊ गाउँघरको यस्तो नि कन्टेन्ट होइन। लौका चाहिँ अहिले साह्रो छान्नु छ। लु काँक्राको लागि चाहिँ सम्पर्क गर्दा हुन्छ। अनि लु त केही छ यो भन्नु पर्यो यहाँ। अब सब्जीहरू चाहेमा अलिक पिछे सोसियल मिडियामा अब हालिहालेको छ दादाले। अनि के तपाईँलाई चाहिएको खण्डमा चाहिँ यहीँबाट उहाँ दौराबाट के कमेन्ट गर्नुहुन्छ भने सबै जानकारी चाहिँ उहीँबाट पाइहाल्नुहुन्छ। पाइहाल्छ म दिइहाल्ने छु उहाँलाई। लु मजन पनि पुरै रहेछ। अब चाहिँ पुरा सब्जी पुरा हुने रहेछ। अब सिलगढीको सब्जी चाहिँ नखाएर हाम्रो यताकै खानु पर्यो होइन। ओके दामी छ यो अर्ग्यानिक हो। सिलगढीतिर चाहिँ के गर्छ सब्जी तपाईँहरूलाई खानुहुन्छ भने अब ज्यादामा ज्यादा 1 महिना 1.5 महिनामा प्रशस्त तपाईँलाई यहाँबाट लौका चाहिँ आउँदैछ सप्लाई हुनेछ। किनभने अहिले चाहिँ फिलहाल चाहिँ अब मसिनो छ कुहिनु सक्छ झर्नु सक्छ। तर बादमा चाहिँ तपाईँलाई ज्यादामा ज्यादा लु जुन गयो भने त्यहाँदेखि जुलाईमा फर्स्टमै पाउनुहुन्छ। फर्स्ट विकमै ल यसरी रोपेर नै पाउनुहुन्छ। यसरी हामीले चाहिँ उब्जनी गरेर चाहिँ अब अहिले सिलगढीको सब्जीहरूलाई चाहिँ ब्याक गराउनुपर्छ फिलहाल। हजुर फिलहाल पुरै छ तर मसिनो छ कुहिन जान्दैछ। तर पनि अहिले भएको छैन बस्ने बेला। अब तर मेरो विचार र मेरो ख्यालमा चाहिँ यो महिनाभरि जानला नबस्ला। तर अर्को महिनामा चाहिँ निश्चय नै तपाईँलाई जुलाईमा चाहिँ फर्स्ट विक नै तपाईँले पाउनुहुन्छ मेरोबाट चाहिँ लौका। अहिले फिलहाल चाहिँ हेर्नु त देख्नु भयो यहाँतिर 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 ऊ हेर्नु त पुरा गाटा गाटा लागिरहेछ। झुन्डिरहेछ उताला हेर्नु त एउटा दुइटा कहाँ हौ अन्त। अस्ति 10वटा बेचेका त हुन्न 50 रुपियाँ गोटा। अलिक ढिलो आइपुगेछ नि। पुरा थिएछ नि काँक्रा कि। तर अब हप्ता दिन बादमा चाहिँ रेडी हुनेछ। तपाईँले भनिदिनुहोस् यहाँतिर हेर्नु त यस्तै तलाक तलाक लागिरहेको छ। लौका बसेछ त बस लौका काँक्रा पुरा थियो भन्छ अस्ति यहाँनिर। एसटी भाउ के थियो पुरै थियो। लुगा सिलाइदिएछ क्याउ बिजनलाई। रोबोको चाहिँ निन्जा टेक्निक अरे हौ रोबोको। अब
भ्याएन नि त बोलाएको नि बोलाउनु त सोसियल मिडियालाई कि यसो हाल्नुपर्छ कन्टेन्ट बनाउनुपर्छ एउटा दुइटा है बसिरहेको अब तर बस्नु त कहिलेदेखि बस्छ त्यता अहिले यो फर्स्टको बस्दैन बियो सिट लु सब्जी चाहिँ यहाँ मारि हुने रहेछ तर अलिक दिन लाग्ने रहेछ समय महिना दिन जुन चाहिँ जुलाई त फर्स्टमा आउँछ जुलाई त जुलाई फर्स्टतिर चाहिँ रेडी हुने भन्ने चाहिँ उहाँको भनाइ छ है लु रेडी जुलाई फर्स्ट